घुँडा दुख्ने समस्या, कमन नी पेन, एज फ्याक्टर, एज रिलेटेड प्रब्लम भनौँ। नी पेन धेरै किसिमको हुन्छ। त्यसमा चाहिँ सबभन्दा कमन नी पेन भनेको हड्डी खिएर हुने समस्या सामान्यतः 40 वर्षपछि हुन्छ। तलमाथि धेरै गर्नुभयो भने घुँडा दुखेको हुनसक्छ। पलेटी मारेर धेरै बेर बस्नुभयो भने घुँडा दुखेको हुनसक्छ। मर्निङ वाकमा जाँदाखेरि पनि कहिलेकाहीँ घुँडा दुखेको हुनसक्छ। त्यसलाई हामी कमन नी पेन भन्छौँ। आउनुहोस् त्यसको 3-4 वटा स्टेप्स एक्सर्साइज गरौँ र यसलाई हामी घरमै नीलाई हेल्दी बनाएर कसरी राख्न सक्छौँ त्यो तरिका सिकौँ। सामान्यतः हामीलाई कमन नी पेन हुनसक्छ। कमन नी पेनको लागि सिम्पल मैले 4 वटा स्टेप भन्छु, जुन स्टेप तपाईँले बिहान र बेलुका घरमै गर्न सक्नुहुन्छ। आउनुहोस् सुरु गरौँ। बसेर गर्न मिल्छ। पिल्लो लिनुहोस्, घुँडाको मुनि राख्नुहोस्। सेपरेट गर्नु होला, एकैचोटि दुईटै नगर्नु होला। यो पहिलो नम्बरमा 3 वटा मुभमेन्ट हुन्छ घुँडाको। नी प्रेस, हिललाई माथि उठाउनुहोस्, यो तान्नुहोस्, 10 काउन्ट्स गर्नुहोस्, छोड्नुहोस्। त्यसपछि राइट नी प्रेस, एङ्कल उठाउनुहोस्, यसलाई तान्नुहोस्, 10 काउन्ट्स गर्नुहोस्, डाउन गर्नुहोस्, 10 एलाई गर्नुहोस्, 10 एलाई गर्नुहोस्। सबभन्दा बेस्ट एक्सर्साइज हो यो। दोस्रोमा हामी क्वाड्स मसल्सलाई पनि हामी स्ट्रेन्थ गर्नुपर्छ। एडक्टर सबैलाई टर्न गर्नुहोस्, घुँडालाई पुरै हिपलाई टर्न गर्नुहोस्, माथि उठाउनुहोस्, 10 काउन्ट्स गर्नुहोस्, तल गर्नुहोस्, टर्न गर्नुहोस्, माथि उठाउनुहोस्, 10 काउन्ट्स गर्नुहोस्, तल गर्नुहोस्। यो पनि 10 टाइम्स बिहान र बेलुका। त्यस पछाडि थोरै लिफ्ट गरेर यसलाई बाहिर निकाल्नुहोस्, 10 सेकेन्ड होल्ड गर्नुहोस्, फेरि भित्र ल्याउनुहोस्। त्यस्तै यसलाई बाहिर निकाल्नुहोस्, 10 सेकेन्ड होल्ड गर्नुहोस्, भित्र ल्याउनुहोस्। यो पनि 10 टाइम्स गर्नु होला। त्यस पछाडि सबभन्दा इम्पोर्टेन्ट एक्सर्साइज जसले तपाईँको घुँडाको वरिपरि मसल्सहरू छन् त्यसलाई स्टेबलाइज गर्नको लागि सबभन्दा मेन स्ट्रेन्थिङ एक्सर्साइज, तपाईँको दुईटै घुँडाले सिरानीलाई च्याप्प समाउनुहोस्। च्याप्प समाउनुहोस्, सिरानी चाहिँ निस्किन मिल्दैन। च्याप्प समाउनुहोस्, बिस्तारै खुट्टा माथि उठाउनुहोस्, तपाईँतिर स्ट्रेच गर्नुहोस्, 10 गर्नुहोस्, तल गर्नुहोस्। यो पनि 10 रिपिटेसन गर्नु होला। त्यस्तै दुईटै खुट्टाले च्याप्प समाउनुहोस्, माथि लानुहोस्, 10 सेकेन्ड्स होल्ड गर्नुहोस्, तल गर्नुहोस्। यो पनि 10 टाइम्स गर्नु होला। यतिले तपाईँको घुँडालाई म्याक्सिमम लेभलसम्म मेन्टेन गर्न सकिन्छ।